Welcome to Trading and Investing Mindset. This video is only for educational purpose. ल नेप्सेको टेक्निकल अवस्था के छ त हेरौँ है। सो एक हप्ता जति भयो है भिडियो हाल्न नपाएको चाहिँ सो पर्सनल कामको कारणले हाल्न सकिरहेको थिएन भने सायद भोलिबाट रेगुलर आउन प्रयास गर्छु है। र आज चाहिँ हाम्रो जोनमा आएको भएर पनि भिडियो अपडेट लिएर आएको छु है त। सो हाम्रो लास्ट टाइमको भिडियोमा हामीले क्लियरली कुरा गरेका थियौँ है कस्तो स्ट्राटेजीमा जाने भनेर है। सो हामीले यो जोनहरूमा हुँदाखेरि के भनेको थियो त यताबाट हाम्रो ड्रप आउँछ भने हाम्रो यो जोनसम्म आउँछ भने चाहिँ एउटा बेस्ट बाइङ अपर्च्युनिटी हुन्छ र हामीले यो झराइमा चाहिँ हामीले पार्सियली इन्ट्री गर्न सक्छौँ भनेर कुरा गरेको थिएँ र ठ्याक्कै हाम्रो जोनमा चाहिँ आइसकेको छ एकदम मार्केट चाहिँ यो जोनसम्म आउँछ भने चाहिँ एउटा बेस्ट बाइङ अपर्च्युनिटी हुन्छ भनेर कुरा गरेको थिएँ। किन चाहिँ बेस्ट बाइङ अपर्च्युनिटी हुन्छ भनेर कुरा गरेको थियो त यहाँनिर आवरली स्ट्रक्चर चाहिँ ब्रेक भइसकेको छ है भनेर इन्डिकेसन चाहिँ हामीले पाएको थियौँ है। यो रिजनमा आवरली स्ट्रक्चर ब्रेक गरिसकेको थियो। यदि यो जोनसम्म आउँछ भने चाहिँ एउटा बेस्ट बाइङ अपर्च्युनिटी हुन्छ भनेर कुरा गरेको थिएँ। सो यहाँबाट डाइरेक्ट फल नआइकन यसलाई ब्रेकआउट गरेर फल आएको छ भने यो जोन भनेको चाहिँ एउटा बेस्ट बाइङ एरिया नै हो है। र हामी एकदमै राम्रो जोनमा छौँ बाइङको लागि चाहिँ हेर्न सक्नुहुन्छ है। सो डेली टाइम फ्रेममा हामी जाउँ र इनडेपमा कुरा गरौँ है र टप 10 ब्रोकरको फ्लोर सिट एनालाइसिस पनि गर्छौँ र हजुरहरूको कुनै पनि क्वारिज छ भने कमेन्ट डाउन गर्न सक्नुहुन्छ। भोलिबाट रेगुलर एनालाइसिस हुन्छ र हजुरको स्टकको डिटेल एनालाइसिस हुन्छ है त। ओके फर्स्ट अफ अल हामी नेप्सेको कुरा गरौँ। सो नेप्से हामी बारम्बार कुरा गरिरहेको थियौँ है। सो यो बुलिस ट्रेन्डमै छ। हामी लङ टर्मबाट हेर्छौँ भने हामी बुलिस ट्रेन्डमै छौँ भनेर बुझ्न सक्छौँ भने यहाँनिर सर्ट टर्ममा के हुनसक्छ कस्तो छ के छ माहौल भनेर हामीले डिटेली डिस्कस गरेका थिएँ। सो यहाँनिर हेर्न सक्छौँ यो हाईलाई ब्रेक गर्यो, यहाँनिर हाई क्रिएट गर्यो, यो हायर लो कन्फर्म भएको एरिया, यो हायर लो नतोडेसम्म बुलिस मोमेन्टम कायमै छ भनेर इन्डिकेसन दियो र यही जोनबाट मार्केट माथि गयो है। सो यहाँनिर पनि त्यही थियो, यो हाईलाई ब्रेक गरिसकेको थियो, यो हायर लो कन्फर्म भइसकेको थियो, यो हायर लो नतोडेसम्म बुलिस मोमेन्टम कायमै छ भनेर इन्डिकेसन दियो र राम्रो जोनबाट मार्केट माथि गयो है। यो जोनहरूमा हुँदा हामीले बाइङको लागि हेर्न सक्नुहुन्छ एउटा बेस्ट बाइङ अपर्च्युनिटी हो भनेर कुरा गरेको थियो है। सो युट्युबमै कुरा गरेको थियो र यहाँनिर पनि हामीले यो जोन भनेको एउटा रिभर्स हुने यो जोनमा चाहिँ एउटा राम्रो बाउन्स ब्याक हुने जोन हो। यो पावरफुल डिमान्ड जोन हो र यो भनेको हायर लो नोटोडेसम्म चाहिँ बुलिस मोमेन्टम कायमै छ भनेर इन्डिकेसन दिइरहेछ, राम्रो जोनमा आएको छ भनेर कुरा गरेको थिएँ। सो यहाँनिर के छ त अहिलेको कन्डिसन भन्दा आवरली स्ट्रक्चर ब्रेक भइसकेको छ। आवरली स्ट्रक्चर ब्रेक भएर यहाँनिर एउटा राम्रो जोनमा आइसकेको छ है त। सो यो जोन आउँछ भने चाहिँ हाम्रो लागि एउटा बेस्ट बाइङ एरिया हुन्छ भनेर कुरा गरेको थिएँ। र यो जोन किन चाहिँ बेस्ट बाइङ एरिया हो त यहाँनिर जुन बेला आवरली स्ट्रक्चर ब्रेक गर्दाखेरि ब्रेक गर्नु अगाडिको एउटा स्ट्रक्चर बनेको जोन हो है। सो त्यही भएर यो इम्पोर्टेन्ट जोन पनि थियो र यहाँनिर हामीले यसरी फिबोनाची तान्छौँ भने के देखिन्छ त यो जोनबाट यो जोनसम्म तान्छौँ भने चाहिँ एउटा राम्रो डिमान्ड जोनमा है। यसले 50% टेस्ट पनि गरिसकेको छ, हेल्दी टेस्ट पनि गरिसकेको छ भने यो राम्रो जोनमा चाहिँ आएको छ है। सो राम्रो जोनमा आएको छ, राम्रो स्ट्रक्चरमा आएको छ भने यहाँनिर हामी 30 मिनट्सको टाइम फ्रेममा जान्छौँ भने चाहिँ के देखिन्छ त यहाँनिर मजाले ग्याप थियो, यो ग्यापलाई लगभग टच पनि गरेको छ है त। सो यो ग्यापलाई टच गरेर यहीँबाट चाहिँ मार्केट चाहिँ एउटा ग्रिन क्यान्डल फर्मेसन दिएको छ भने यो चाहिँ 30 मिनट्सको टाइम फ्रेममा हामी कुरा गर्दैछौँ है। सो आवरलीमा आज लास्ट आवरमा राम्रो क्यान्डल फर्मेसन चाहिँ दिएको छ है त। सो यो जोन भनेको चाहिँ हाम्रो बेस्ट बाइङ एरिया नै थियो है। सो अहिले पनि तपाईँहरूले बाइङको लागि हेर्न सक्नुहुन्छ है। सो मार्केटमा बाइङको लागि हेर्न सक्नुहुन्छ। तपाईँले स्टप लस राख्ने हो भने चाहिँ यो है, यो रिजनभन्दा तलको स्टप लस राख्नु, त्यसपछि तपाईँहरूले इन्ट्रीको लागि पनि हेर्न सक्नुहुन्छ है त। ओके अब हामी डेली टाइम फ्रेममा कुरा गरि नै हार्यौँ। त्यसपछि अब इन्डिकेटरले के भनिरहेको छ त्यो हेरौँ है। सो इन्डिकेटरले के भनिरहेको छ त्यो हेरौँ। फर्स्टमा हामी सुपर ट्रेन्ड 10/2 को राख्छौँ भने अहिलेसम्म बाई सिग्नल चाहिँ भ्यालिड नै छ भनेर इन्डिकेसन पाउँछौँ है। र सुपर ट्रेन्डबाट बाई नै छ र इचिमोको क्लाउडबाट पनि राम्रो सिग्नल छ है। यहाँनिर हेर्न सक्नुहुन्छ यहाँनिर सेल सिग्नल आइसकेको चिज पनि फेरि बाई सिग्नल आएर बसेको छ र हाम्रो आवरली स्ट्रक्चर ब्रेक भइसकेको छ, राम्रो रिजनमा छ, राम्रो बाइङ एरियामा छ। तपाईँहरूले बाइङको लागि चाहिँ हेर्न सक्नुहुन्छ है त।
ओके, अब यो जोन भनेको राम्रो जोन पनि हो। यहाँनिर हेर्न सक्नुहुन्छ क्लाउडमा ठ्याक्कै सपोर्ट लिएर माथि गएको छ र यो कन्भर्जन लाइनले बेस लाइनलाई क्रस गरेर बसेको छ है। सो इचिमोको क्लाउडबाट पनि बाई सिग्नल भ्यालिड छ भनेर देखाइरहेछ र हाम्रो सुपर ट्रेन्डबाट पनि बाई छ र आवरली स्ट्रक्चर ब्रेक गरेको जोनमा आएको छ भने इट्स अ बेस्ट बाइङ अपर्च्युनिटी भनेर बुझ्न सक्नुहुन्छ है त। ओके, अब हामी टप 10 ब्रोकरको फ्लोर सिट एनालाइसिस गर्छौँ आजको है। ओके ओके 58 नासा सेक्युरिटिजले चाहिँ आज 46 सीआरको बाई गरेर 53 सीआरको सेल गराएको छ। एकछिनमा के सेल गर्यो के बाई गर्यो ट्र्याक गर्छौँ है त। सो 42 सानी सेक्युरिटिजले 34 सीआरको बाई गराएको छ, 31 सीआरको सेल गराएको छ। 45 ले 30 सीआरको बाई गराएको छ, 31 सीआरको सेल गराएको छ। 34 पिजन सेक्युरिटिजले 31 सीआरको बाई गराएको छ, 28 सीआरको सेल गराएको छ। ओभरअलमा यसमा अलिकति स्लाइटली सेलिङ 58 को देखाएको छ भने 42 को बाइङ नै छ, त्यसपछि 34 को बाइङ छ, 57 आर्य तारा इन्भेस्टमेन्टको पनि बाइङ नै छ, 49 को अलिकति सेलिङ छ 1 करोड जतिको भने 48 को पनि बाइङ छ, 38 को अलिकति सेलिङ छ, 44 को राम्रो ओके 62 को बाइङ छ है त। 44 को चाहिँ अलिकति सेलिङ छ, 62 को चाहिँ अलिकति राम्रो बाइङ छ है त। टप 2हरूमा त के हेर्नु परेन है। ओके, हामी एकचोटि मजाले सरसर्ती हेरौँ है के भएको छ त आजको मार्केटमा। 58 ले के गरेको छ हेरौँ है। 58 ले आज एनआइएमबी ब्याङ्क चाहिँ बेचेको रहेछ 2,86,000 युनिट्स 5.74 सीआरको चाहिँ सेल गरेको छ भने होटेल फरेस्ट कम्पनी चाहिँ बेचेको छ है 43,000 है। एचएफआइएन 43,000 युनिट्स बेचेको छ, 5.45 सीआरको सेल गरेको देखिन्छ भने यहाँनिर 20,000 युनिट्स किनेको पनि छ है त। भने एनएचपिसीमा आज 1,23,000 युनिट्स किनेर 91,000 युनिट्स बेचेको छ है त। सो त्यसपछि 42 लाई चाहिँ ट्र्याक गरौँ ल। 42 ले एनएचपिसी किनेको छ, एचएफआइएन बेचेको छ है, होटेल फरेस्ट बेचेको छ, एनएचपिसी अलिकति बेचेको हुन्छ है त। 3.18 सीआरको किनेर 1.60 सीआरको बेचेको छ एनएचपिसी है। सो त्यसपछि 45 लाई ट्र्याक गरौँ। ओके, 45 ले के गरेको छ त आज एनआइसिएसिआ बाई गरेको छ 3.2 सीआरको पनि होटेल फरेस्ट सेल गरेको छ है त। ओके, नेक्स्ट 44 लाई चाहिँ ट्र्याक गरौँ ल। 44 ले अपी किनेको छ, केएसबिबिएल बेचेको छ 62,000 युनिट्स है त। केएसबिबिएल बेचेको छ, अर्को एसओएचएल अलिकति किनेको छ भने एनजिपिएल अलिकति बेचेको देखिन्छ है त। त्यसपछि 62 लाई चाहिँ ट्र्याक गरौँ। ओके ल, 62 ले के गरेको छ त आज एकेजेसिएल बेचेको छ, एनएचपिसी बेचेको छ, एसओएचएल अलिकति किनेको छ, अर्को यो आइपिओ किनेको छ है। ओके ल, अब भोलिबाट चाहिँ हामी रेगुलर एनालाइसिस पनि गर्छौँ। हजुरहरूको कुनै पनि क्वारी छ भने चाहिँ मजाले कमेन्ट डाउन गर्न सक्नुहुन्छ है। र हामीले यो जोनमा हामीले सबै कुरा मार्क गरेका थियौँ। सो आवरलीमा यो जोनमा आउँछ भने चाहिँ एउटा बेस्ट बाइङ अपर्च्युनिटी हुन्छ भनेर कुरा गरेका थिएँ। सो भोलिबाट चाहिँ रेगुलर एनालाइसिस हुन्छ। हजुरहरूको कुनै पनि स्टकको बारेमा एनालाइसिस चाहिन्छ भने चाहिँ मजाले कमेन्ट गर्न सक्नुहुन्छ। ल, भोलि नेक्स्ट भिडियोमा भेटौँला। सी यू एभ्रिवान।